मलाई चाहिँ एउटा प्रश्नले कहिल्यै छोडेन। आज नेपालमा आम निर्वाचनको लागि नोमिनेसन दर्ता भयो। आज 165 क्षेत्रका लागि नोमिनेसन दर्ता त एउटा उत्सव जस्तो थियो, महोत्सव जस्तो थियो। हजारौँ मान्छेहरू, हजारौँ राजनीतिक व्यक्तित्वहरू झन्डा, पार्टीको झन्डा, नेपालको झन्डा बोकेर चाहिँ नोमिनेसन गर्न गइरहेछ। नाराबाजी छ। एक ठाउँ त धक्कामुक्की भिडन्त भयो भन्ने पनि समाचार आएको छ। गजब लाग्छ। एउटै कुरा गजब लाग्छ, किनकि म नेपाल प्रहरीमा हुँदा मैले यो दृश्यहरू त देखिरहेको, भोगिरहेको। हामी बडो यस बारेमा अलिकति बडो तयारी गर्थ्यौँ, झस्किन्थ्यौँ। म युएन मिसनमा नि गएँ। युएन मिसन भनेको स्टिमरमा हुँदा नयाँ मुलुक, नयाँ देश बनेको, नयाँ संविधान, संविधान सभाको चुनाव, पछि राष्ट्रपतिको चुनाव हुँदै गर्दा झन् त्यो नयाँ मुलुकमा त झन् सुरक्षाको डर हुन्थ्यो। गजब, त्यहाँ पनि युएन पुलिसले हामीले सामान्य रूपमा चुनाव गराएको थियौँ, त्यस्तो खालको पनि देखेँ। म यहाँ पनि विगत 15 वर्षदेखि बेलायतको यहाँको राजनीतिसँग नजिकैबाट बसेर हेरिरहेको छु, भनौँ संलग्नै छु। म आफै पनि यहाँको लेबर, अहिले जुन सत्तारूढ पार्टीको राजनीतिमा, स्थानीय राजनीतिमा संलग्न छु। कार्य समितिमा बसेर काम गरिरहेको छु। जब 2010मा पहिलो चुनावमा म आफूले यहाँको चुनावमा नजिकबाट हेर्दा, त्यो चुनाव हुँदै गर्दा मलाई त्यहाँको पोलिङ एजेन्ट र काउन्टिङ एजेन्ट बनाएको थियो। म बडो एक्साइटेड पनि थिएँ, अलिकति झस्केको पनि थिएँ के हुन्छ कि भने कि नेपालमा चाहिँ अब विभिन्न किसिमको घटनाक्रम देखिरहेको, भोगिरहेकोले गर्दा यहाँ पनि त्यस्तो होला। आफूलाई त नयाँ अर्को प्रदेश। तर गजब के हो भने यहाँ त न त पोलिङ स्टेसनमा न त काउन्टिङ स्टेसनमा नै कुनै पुलिसलाई नै मैले देखेँ। यहाँ अब अहिले हाम्रो देशमा 1 लाखभन्दा बढी चाहिँ म्यादी प्रहरी, नेपाल प्रहरी, त्यस पछाडि सशस्त्र प्रहरी बल, अनि ब्याकअपमा चुनावभन्दा 1 महिना अगाडि नेपाली सेना परिचालन गर्ने भनेको छ। त्यतिले पनि नपुग्दै 1 लाख चाहिँ थप म्यादी प्रहरी भर्ना गरिएको छ। गजब लाग्छ। मलाई जहिले पनि एउटै प्रश्नले पछ्याइरहेको भनेको यो राजनैतिक चुनावको सन्दर्भमा यहाँको चुनाव, मैले जुन बेलायतको चुनावको प्रसङ्ग अघि गरेँ, जहाँ न पोलिङ स्टेसन, न काउन्टिङ, न नोमिनेसनको त थाहै हुँदैन। अनि पोलिङ पनि कस्तो छ भने लास्ट इलेक्सन त यहाँ जम्मा 27% भोट खस्यो। यहाँ 73%ले भोट दिएन। यहाँ हाम्रो नेपालमा 70% भोट खस्छ कहिले, धेरै जसो ठाउँहरूमा। अनि यहाँको मान्छेसँग राजनीतिक चेतना कम भएको हो कि हाम्रोमा बढी भएको हो कि, यहाँको मान्छेलाई फुर्सद नभएको हो कि हामीलाई फुर्सद भएको हो कि, अथवा हामी बढी राजनीतिकमा धेरै जागरुक भएका हौँ कि, हामी धेरै जागरुक भएर पनि हाम्रोमा राजनीतिक रूपमा बेला बेला समस्या आइरहने गरे हो कि, यहाँको मान्छेलाई राजनीतिमा चासै नभएको हो कि, अथवा आवश्यक नभएको हो कि भन्ने प्रश्न आइरहन्छ। सबभन्दा गजब चाहिँ के लाग्छ भने हाम्रोमा अब आचार संहिता लागू हुन्छ। आचार संहिता लागू भइसकेपछि गजब चाहिँ के छ भने चुनावको दिन चाहिँ गाडी नै पुरै बन्द गरिन्छ। उम्मेदवार र केही पत्रकार र सेक्युरिटीको बाहेक अरू हुन्छ। यहाँ चाहिँ झन् भोलिन्टियरहरूलाई चाहिँ यहाँको उसले नै के गर्छ भने भोलिन्टियरली सरकारले कसैले यहाँ पोलिङ स्टेसन जानको लागि कसैले गाडी नभएकाहरूलाई अथवा अपाङ्गहरूलाई सहयोग गर्न सकिन्छ कि भनेर आह्वानै गर्छ र म्याक्सिमम गाडी चलाउन भन्छ। यहाँ मैले अहिलेसम्म भ्यू पाउन सकेको छैन किन यस्तो किसिमको फरक हुन्छ होला, अथवा हामी ठिक कि यहाँकाहरू ठिक कि, अथवा यहाँकोले ठिक गरे हो कि हामीले ठिक गरे हो कि, हामीसँग त्यो चेतना कम भएको हो कि, अथवा राजनीतिमा बढी चासो दियौँ कि,
अथवा यो हामीले पनि हाम्रो ठाउँमा गाडीहरू त चल्न दिनुपर्छ, बन्दोबस्त गर्नुपर्छ जस्तो लाग्छ। अब अहिले जुन किसिमको आजको वातावरण हेर्दा शान्तपूर्ण छ अधिकांश ठाउँमा, सबै जस्तो ठाउँमा भनौँ न, एक आधीमा भन्नु बाहेक त्यो धेरै राम्रो छ, खुसीको छ, सबैले चासो राखेको छ र यसले राजनीतिक रूपमा देशलाई एउटा निकास दिन्छ कि पहिले भइरहेको कुराहरूभन्दा अहिले नयाँपन देखिया छ, त्यो चाहिँ एकदम सकारात्मक छ। तर मलाई यो कुराको जुन यो पहिले पूर्व सुरक्षाकर्मी भएको नाताले पनि र अहिले बेलायतमा यहाँको प्रहरीसँग जुन एउटा सल्लाहकारकै भूमिकामा पनि बसेर हेर्दाखेरि यहाँकाहरूले लिने तरिकाहरू, तौर तरिका, यहाँका प्रहरीले त्यस्तो गम्भीरता साथ ऊ पनि गरिरहेको हुँदैन, त्यस्तो तयारी पनि गर्नुपर्ने हुँदैन। तर हाम्रोमा त यो भने त बडो ठुलो हुन्छ र बडो सुरक्षाको तयारी गर्नुपर्ने हुन्छ। खै के नमिलेको, के बुझ्न नसकेको हो, म यो प्रश्नबाट चाहिँ म अहिलेसम्म पनि मलाई उत्तर पाइराखेको छैन। मलाई लाग्छ हामीले यसबारेमा अलिकति समीक्षा गर्नु जरुरी छ कि जस्तो लाग्छ। धेरै राजनीतिक चासो हुँदाखेरि पनि राजनीतिक रङ्ग बेढङ्ग हुँदो रहेछ जस्तो लाग्छ। त्यसले गर्दा हामी सम्बन्धित यो पक्ष अथवा सम्बन्धित यससँग सम्बन्धित निकायले यसबारेमा एउटा गर्ने र निर्वाचन आयोगले पनि यसबारेमा समीक्षा गरेर त्यही अनुसारको के गरे, के फरक के हुँदा चाहिँ यस्तो किसिमको वातावरण बनाउन सकिन्छ भन्ने जस्तो लाग्छ। सबभन्दा त मलाई प्रश्न चाहिँ कहिले के हुन्छ भने यहाँका मान्छेहरूलाई राजनीतिक रूपमा चासो कम कारणले यस्तो भयो हो कि हाम्रोमा बढी चासो भएको कारणले गर्दाखेरि त्यस्तो गर्छौँ र राजनीतिक महोत्सव हाम्रोमा चाहिँ चुनावी महोत्सव हुन्छ। यहाँ चाहिँ त्यो चुनाव आएको र गएको थाहा पनि हुँदैन। यो किन यस्तो हुन्छ भन्ने कुराको यो प्रश्नले चाहिँ मलाई जहिले पछ्याइरहन्छ। यसको जवाफ यसपालि पाइन्छ कि भन्ने आशा गरिरहेको छु।